यो चाहिँ हामी पढेको स्कुल हो हैन, हामी सानो हुँदा पढेको। यो हाम्रो गाउँ हो। यो होटलहरु छ, यो मन्दिर छ। अहिले चाहिँ यो मन्दिरतर्फ प्रवेश गर्दैछौँ। पौराई मन्दिर रौतहटको बागमती छेउ रहेको छ। बागमती र चप्पुरको छेउमा चाहिँ हाम्रो गाउँ रहेको छ। गाउँको नाम चाहिँ पौराई हो र यो पौराई मन्दिरको भ्यू यस्तो रहेको छ। पढाइ स्कुल भइहाल्यो। यहाँ चाहिँ पुरै नेपालदेखि लगायत इन्डियादेखि पनि चाहिँ भक्तजनहरुमा चाहिँ विश्वास छ। विश्वास एकदम पुरानो मन्दिर हो यो मेरो गाउँको। धेरै भिड हुन्छ शनिबार बार। अहिले त धेरै छैन, थोरै थोरै छ। यो चाहिँ हाम्रो के छ, उहाँ चाहिँ बोल्न सक्नुहुन्न र यहाँ बस्नुहुन्छ, यसो रेख्दै गर्नुहुन्छ। पुरानो मान्छे उहाँ पनि। बे गर्ने अब बिस्तारै। उहाँ अहिले हामी मन्दिरतिर प्रवेश गर्दैछौँ। मन्दिर चाहिँ यस्तो रहेको छ। बिहान पानी परेको थियो। पानी परेको हुँदा चाहिँ थोरै चाहिँ मेन मन्दिर हो। यस्तो छ। मन्दिर चाहिँ यही हो। अहिले पानी परेर पुरै पानी भएको छ। हामी बाहिर जाँदैछौँ। घन्टी हो, घन्टी बजाउनु पर्यो। ल गएको ल, बाई बाई। घन्टी अहिले आउँछु। अनि यो चाहिँ धर्मशाला हो। यो देखिरहेको पहेँलो घर चाहिँ यहाँ मान्छेहरू आएर राति बस्ने मान्छेहरू यतै बस्छन्। बुढी आमा हो।